मिस बनिता भन्दा हुन्छ हैन कस्तो खा एकदम मिठो भा कसले पका मासु थाहा छैन कविता ल बना कविता बराल हिँड्नु कसले पकाएको गीता सापकोटा अघि दि अचार कसले ढेँडो बनाएको पकाउने म मासु अचार म्यामको नामै अचार बिर्सियो कसले बनाएको मन्दिरा मन्दिरा म्याम मैले चाहिँ के बनाएको त मन्दिरामै अचार बनाइसकेको हजुरले मैले खाद टेस्ट गर्दा कस्तो मिठो छ हो पनि मन्दिरा म्यामले अचार मनिता म्यामले मैले घिउ घिउ सबभन्दा धेरै पकाउने भनेको मन्दिरा म्याडम नि जस्तो हैन भन्दा खतरा मासु नभन्नै त्यस्तो दामी बना मासु कसले बनाएर मसला हाले रे म्याम मासु यति मिठो भएको छ ल मिट मसला के मसला मेरो हातै मिठो रे हातै मिठोमा हात मिठो भएपछि मासु मिठो सबैले हात चार्दैन नै मलाई चाहिँ खोइ मासु यो धेर भयो नि झोल खाऊ न अहिले पुग्दैन खानु न म खान्छु पुग्दैन झोल